Hello everyone, it's your boy JEEPA and back to the channel. You already know where I am. Mamjar Beach. अनि आज चाहिँ यो बीच भर्खरै ओपन भएको आज भन्नाले भर्खरै ओपन भएको अनि आज फर्स्ट स्टोरी आउँदै हामी दाइ दाजुभाइ लखर आउँदै ममजार बीच लखर आइदिएको यसो डुल्नलाई जस बबाल छ जस बबाल लाग्यो. This is the view right here. This is the view. अब सानो आएको छ के गरौँ अरे के गर्ने भन्दिउँ. This is the view right now, right here, हैन बबाल छ ठाउँ. अनि बस this is the view from here, हैन सनसेट को भ्यू अघि न बबाल देखेको थियो हैन. यस बबाल छ भाइब बबाल हान्ने छ. चाहिँ बबाल लाग्यो मलाई हैन. सही छ. That's what we wanna say, man. दाइ चाहिँ खै कहाँ जान लाग्यो पुरै 100 को स्पिडमा हिँड्न आएको छ. रन्केर डेन्जर रन्केर हिँड्नु भएको छ दाइ हैन. अनि अरू चाहिँ त्यही हो दाइ चाहिँ खत्रै कुदिरहनु भएको छ. अगाडि टोलीहरू अगाडि झन् रकेट हिँडिरहेको छन्. मान्छे त वाइल्डै आउने हो के वाइल्डै मान्छे आउने बेसी आउने यहाँनिर. अनि पछाडि हाम्रो लखर आइदिएको होइन. अनि पछि टोली बनेर आएको 1 2 3 यता 4 5 टोटल 5 जना भएर लखर आइदिएको हामी चाहिँ. हेलो अरे दाइ किछु खबर भालो छौ नेपाली सिक्दैछन्. बबाल छ खेलिरहेछन् पौडी खेलिरहेछन् होइन. अनि पछाडि टक्क यता आएर यसो डुलेर अनि अहिले चाहिँ फर्किँदै हालैमा फर्किँदै. नेक्स्ट स्टोरी चाहिँ हामी यहाँनिर टक्क स्विमिङ गर्न आउने सोचिरहेको छु. नेक्स्ट स्टोरी चाहिँ टक्क यो टाइममा झोला बोकेर झोला ग्याङ भन्नु टक्क झोला ग्याङ भन्दै अनि पछाडि त्यो के अरे पौडी हान्न आउने सोचिरहेको छु. यहाँनिर डिफ्रेन्ट नेसनालिटीको छन्. वाइल्डै धेरै मान्छे छन् होइन. वाइल्डै धेरै लोकल कम्ती फिलिपिनो सिरियन इजिप्सियन बङ्गाली पाकिस्तानी मलबारी इन्डियन पुरै टोटल्ली सब यहाँनिर छन्. मध्ये मसे पऱ्यो नेपाली. अनि यहाँनिर सेक्युरिटीहरू पनि टक्क नेपाली ल्याएर रहेछन्. अघि नै भेटेको थियो पर अहिले यता चाहिँ छैनन् खासै. हामी चाहिँ अहिले फर्किँदै हो. भ्यू चाहिँ दामी छ. भ्यू चाहिँ बबाल छ. अनि यस्तो बबाल ठाउँ छ. अनि त्यसरी किन नआउनु मान्छे यहाँ कमी लागेको ताँतीसरी किरासरी छन् के स्याउ छन्. अनि पछाडि ममजार टक्क एक्सप्लोर गर्दाखेरि चाहिँ मलाई कस्तो लाग्यो भन्दाखेरि रेटिङ दिनुपर्दा चाहिँ म 10/4 दिन्छु. किन भन्दाखेरि यहाँनिर अझै सकिया छैन ओपन त भयो तर यहाँनिर त्यो अझै काम सकिया छैन होइन. प्रोजेक्ट सकिया छैन. त्यही भएर आफ्टर अ प्रोजेक्ट बबाल हुन्छ क्या. आफ्टर अ प्रोजेक्ट चाहिँ बबाल हुन्छ. त्यही भएर अहिलेको लागि चाहिँ 10/4. अब हेरौँ पछि फ्युचरमा कस्तो भन्छ. अझै यिनीहरूको प्रोजेक्ट धेरै लामो छ बनाउँदैछ. जे होस् हप्तामा 1 दिन छुट्टी पाएँ यसो डुल्यो ओऱ्यो गर्दाखेरि माइन्ड फ्रेस हुन्छ थोरै अलिकति. त्यो काम भन्नुभन्दा पनि
रमाइलो छ। काम भन्नुभन्दा पनि यसो हप्तामा एक दिन निक्ल्यो भने चाहिँ मुड चाहिँ फ्रेस हुन्छ, बवाल फ्रेस हुन्छ। तर त्यही अलिकति बेसी गर्मी छ, गर्मी चाहिँ वाइल्ड छ, पसिनै पसिना भएको छ। र यहाँ चाहिँ हाम्रो धारा रहेछ पानीको लागि। पानी खाने ठाउँ। पानी खानको लागि यो चाहिँ टक्क यहाँनिर मस्तले पानी खायो। के भयो खोइ पानी आएन, के भयो पानी आएन, आएन पानी। ब्याड लक, पानी आएन। ब्याड लक हाम्रो पानी नै छैन, त्यहाँ पम्प सम्प पनि छैन। बिल राखेको लगाउनु त लगाएको छ तर पानी नै छैन के बिल्ला हुन्छ यार। यत्रो साह्रो डेभलप गरे पछाडि त्यो पानी खाने ठाउँको पानी चाहिँ किन नबनाएको के, त्यत्तिकै मैले 10मा फोरिदिएको होइन के। यति चाहिँ अलिकति व्यवस्थापन हुनु पऱ्यो। यति बनाइसके पछाडि एउटा पानीको व्यवस्था गर्नु पऱ्यो नि त होइन। तिर्खाले प्याक भइसक्यो कि पानी खान नपाएको प्याक भइसक्यो, दोकान पनि छैन यता, के गर्नुला। ठ्याक्कै यतिखेर त्यो गीत याद आयो कि मलाई, त्यो झापालिसको छ त, तिर्खाले प्याक्क तडपेको बेला मुखमा लगेर पाउरोटी ठुस जस्तै। अनि यस्तो गर्नु छ, पानी बनाएको पनि पानी नै आउँदैन, अन्त औडा हुन्छ नि त। आई होप छिटै अब त्यो पसल भेटिन्छ पानी किनेर पिउनको लागि। बच्चा बेलामा खेल्यो, अब हामीले पनि अब ठुलो भएछ कि खेल्नु नमिल्ने कि अलिक बिल्ला लाग्ने। खेल्न त मन लागिरहेको छ तर नजाने, हल्का बिल्ला फिल हुन्छ। त्यही भएर अब अगाडि बढेको। अब त्यस 10 मिनटमा चाहिँ हामी पुग्छौँ रुममा। रुम पुग्नुभन्दा अगाडि चाहिँ तल यसो पानी सानी किनेर पिउनु पर्ला सोचिरहेको छौँ। पार्क घुमाएको कार्यक्रम चाहिँ सक्यो। अब हामी रोडमा निक्लिदिएको। नियम चाहिँ राम्रो छ कि, नियम चाहिँ राम्रो छ। टक्क रोडमा चाहिँ मान्छे देखे पछाडि चाहिँ गाडी साडी चाहिँ एउटा आउँदैन। हामी चाहिँ अहिले बिना जेब्रा क्रसिङै क्रस हानिदिएको दौडेर। यत्तिकै जेब्रा क्रसिङ छैन, त्यही पनि हामी कुदिदिएको अहिले हालेको लागि चाहिँ। तर यस ठाउँ बवाल छ। अब अर्कोचोटि आउँदाखेरि पनि भिडियो हाल्छु। अहिलेको लागि चाहिँ बाई बाई, सी यू सुन and thank you for watching my video.